हिमाचल यमुना गंगा उज्जल जलधितरंगा तव शुभ नामे जागे। का खिलाड़ी वर्ग को लौ त साथीहरु, आजको यो टर्जम गोल्ड कप खेलको यो 5औं दिनको यो खेल अब सुरु हुन लागिरहेको छ भने यो रातो अनि कालो जर्सीमा एकै सिक्किम छ भने नीलो अनि सेतो जर्सीमा मिस्कप बोइज कर्सेङ छ भने आजको यो म्याच सुरु भइरहेको छ र हजुरहरूले यो म्याच भरपूर मात्रामा मनोरञ्जन लिन सक्नुहुनेछ र हजुरहरूलाई मेरो फेसबुक पेज खम्बु अनित राई साथै युट्युब च्यानलमा पनि हजुरहरूले देख्न सक्नुहुनेछ। मेरो युट्युब च्यानल खम्बु बुबु भ्लग हजुरहरूले दुवैवटा उयोबाट हजुरहरूले हेर्न सक्नुहुनेछ भन्दै आजको यो म्याच हजुरहरूलाई देखाइरहेको छु र अहिले म्याच सुरु भइसकेको छ। एकै सिक्किम बल क्लियर, कन्ट्रोलिङ राम्रो छ। ओ माइनस, आहा राम्रो गोलकिपरको पञ्च एकदमै राम्रो। सिक्किमको पक्षमा यो फल्ट अफसाइड 9 नम्बर सिक्किम 20 नम्बर बल हेडले क्लियर। कर्सेङ खेलाडी बल क्लियर। सिक्किम आहा सिक्किम 28 बल क्लियर 15 आहा लुजर किक। कर्सेङ 4 नम्बर आहा सिक्किम 28 राम्रो क्रस राईले गोलकिपरको फर्स्ट टाइमले राम्रो सेभ। आउट बल सिक्किम राम्रो थियो माइनस। कर्सेङ मिस्टेक अफ बोइज आहा डिफेन्सर राम्रो। सिक्किम 12 आहा लास्ट डिफेन्सरको राम्रो सेभ। कर्सेङ 15 नम्बर कर्सेङ ब्याक पास गोलकिपर बल क्लियर। राम्रो आहा ह्यान्डबल र सिक्किम खेलाडीको हातमा लागेर अहिले ह्यान्डबल। कर्सेङ 9 नम्बर आहा राम्रो बल राम्रो कन्ट्रोलिङ आहा राम्रो माइनस आहा ट्राई थियो मिक्सड भोइस खेलाडीको राम्रो प्रयास थियो। बल क्लियर गोलकिपरको हातमा बल
एके गान्तोक सिक्किम राम्रो बल क्लियर किपरको फेरि पनि एके गान्तोक राम्रो नेक्स्ट बोइस कर्स्याङको कुटम बल 12 आहा एके सिक्किम खुट्टामा बल डुप्लिङ आहा डिफेन्सरको सेफ राम्रो मिस्टर आहा सोझै किपरको झोलीमा अहिले बल र अहिले कर्स्याङको खेलाडीले प्रहार गरेको थियो तर सिधै किपरको हातमा बल राम्रो क्लियरेन्स गोलकिपरको पनि राम्रो बल क्लियरेन्स एके 28 राम्रो कर्स्याङ खेलाडी 9 नम्बर खुट्टामा बल डुप्लिङ सोझै गोल गोल राईले राम्रो प्रहार 9 नम्बरको राईले कर्स्याङ विकेट बोइज खेलाडी 9 नम्बरको सुन्दर प्रहार थियो सोझै गोल पोस्टमा गोल लाउनुमा सक्षम बने राईले कर्स्याङ खेलाडी 9 नम्बरको अति सुन्दर प्रहार राईले गोल गर्नुमा सक्षम बने पश्चात अहिले एक गोलले अघि भइसकेको छ राईले जर्सी नम्बर 9 सुन्दर प्रहार थियो र सोझै गोल पोस्टमा गोल गर्नुमा सक्षम बनिसकेको छ र अहिलेसम्मको खेलमा भन्नुपर्दा भर्खरै मात्रामा गोल लागेको मिक्सेड अफ बोइस कर्स्याङ एक गोलले अहिले अघि छ भने एके सिक्किम 0 offside राम्रो 66 राम्रो एके राम्रो 8 नम्बर धेरै माथि प्रहार राम्रो मौका गुमाए एके स्पोर्टिङ सिक्किमका खेलाडीले फेरि पनि राम्रो प्रहार थियो तर पोस्टदेखि धेरै अलिकति बाहिर झुकाउँछ राईले झन्डै झुकायो गोलकिपरलाई एके बल क्लियर 11 राम्रो माइनस 28 राम्रो राम्रो राईले एके स्पोर्टिङका खेलाडी 6 नम्बरले राम्रो प्रहार र गोल गरेर अहिले आफ्नो दललाई बराबरीमा ल्याएको छ राईले जर्सी नम्बर 6 को सुन्दर प्रहार थियो सोझै गोल पोस्टमा गोल गर्नुमा सक्षम बने राईले 6 नम्बरले गोल गरे पश्चात दुवै दलमा एक गोलको बराबरी
एकै आहा फेरि पनि राईले फेरि पनि एकै स्पोर्टिङका खेलाडीले सुन्दर प्रहार राईले गोल गरेर अहिले एकै 2 गोल भर्खरै मात्रामा गोल गरेर ड्र बनाएको थियो भने फेरि पनि 1 गोल गरेर आफ्नो टिमलाई अघि बनाइसकेको छ एकै स्पोर्टिङका खेलाडीले। फेरि पनि आहा राम्रो सेभ हार पनि उत्तिकै राम्रो थियो। आहा बल नो कन्ट्रोलिङ राम्रो एकै आहा to boys Korseng आहा सर्जनको नारा लागिरहेको छ अहिले यहाँनिर हामीले अडियन्स बढाएको सक्छौँ सुन्न सक्छौँ। आहा राम्रो प्रहार थियो अलिकति पोस्टदेन माथि र यो पहिलो हाफ भइसकेको छ भने अहिलेको गेममा एकै सिक्किम 2 गोल छ भने कर्साङ 1 गोल। साथीहरू यो सेकेन्ड हाफ सुरु भइसकेको छ र अहिले एकै सिक्किम डिफेन्सर बल क्लियरेन्स राम्रो छ। अहिले कर्साङ खेलाडी राम्रो आहा अफसाइड कर्साङ 12 नम्बर राम्रो कर्साङ खेलाडी ब्याक पास राम्रो एकै 9 खुट्टामा बल राम्रो बल क्लियरेन्स 12 ले राम्रो माइनस रन आहा आउट बल नम्बर राम्रो नो 2 नम्बर आहा राम्रो हेड राम्रो कर्साङ आहा लुजर किक एकदमै यो लुजर किक राम्रो मौका गुमाए कर्साङका खेलाडीले। फेरि पनि कर्साङ खेलाडी 14 नम्बर राम्रो माइनस आहा अफसाइडको व्हिलसेल बजिसकेको छ। अच्छा सा किक क्या था ओ 6 नंबर बॉल क्लियर
डिफेन्सरको हेडिङले राम्रो सेप। चौध मौका 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 आहा डिफेन्सर राम्रो बल क्लियरेन्स। किपिङका फर्स्ट टाइम बल क्लियर राम्रो हेडिङ। खरसाङका खेलाडीको खुट्टामा बल साथीलाई खोज्दै पास डुप्लिङ फेरि माइनस आहा फेरि कन्ट्रोलिङमा आइसकेको छ बल क्लियर गरिसकेको छ आहा 14 आहा राम्रो आहा अफसाइड अफसाइड अफसाइड। राम्रो चेस कन्ट्रोलिङ राम्रो माइनस 66 एके आहा राम्रो एके आहा राम्रो मौका गुमाए फेरि बल क्लियरेन्स राम्रो छ कन्ट्रोलिङमा आएन। राम्रो खरसाङ खेलाडी साथीलाई खोज्दै राम्रो पास आहा बल कन्ट्रोलिङ नो किक सिधै आहा राम्रो प्रहार थियो। ओहो आहा बनाइ लगाएको किक पोस्टदेखि धेरै माथि आहा राम्रो आहा राईले एकै ग्यान्टोकको माझमा फेरबदल र अहिले फल्ट खरसाङको माझमा राम्रो प्रहार आहा राम्रो प्रहार थियो। कर्नर किक यो मौका खरसाङको पक्षमा ओहो राम्रो गोलकिपरको सेप राम्रो गोलकिपरको खुट्टामा बल राम्रो राम्रो पावर किक तर अलिकति पोस्टदेखि माथि गएर मात्र नत्र भने यो पनि सोझै गोल पोस्टमै गोल हुने थियो। र अहिलेसम्मको खेलमा भन्नुपर्दा स्कोर एके गान्तोक सिक्किम 2 गोल छ भने मिक्सेड अफ बोइज खरसाङ 1 गोल। र अहिले गेममा अलिकति जोस नै भरिरहेको छ आहा फेरि पनि आहा राम्रो मौका 66 ले घुमाइसकेको छ।
अफसाइड छिटो टाइम सकिसकेको छ राम्रो खर्साङ खेलाडी एकैले पुरै घेरिसकेको थियो फेरि पनि राम्रो मौका र एके सिक्किम अफसाइड ऊपर वाले से कोई नहीं ऊपर वाले से कुछ नहीं छुप सकता राम्रो क्लियरेन्स हेडले ल अब सक्नुलाई खालि 2 मिनटको घोषणा भइसकेको छ र अहिले एके सिक्किम 1 गोलले अघि नै छ भने अबको म्याच पनि अन्तमा आइसकेको छ र खरसाङका खेलाडीहरू अलिकति जोस लगाएर अफसाइड राम्रो 66 नो बल एकदम क्लियर खरसाङ Boys minus लास्ट मोमेन्ट आजको म्याच पनि खतम र आजको म्याचको विनर एके गान्तोक भएको छ भने एके गान्तोक सिक्किमले सेकेन्ड राउन्डको जग्गा ओगटिसकेको छ।